ओइ सुभाष कति सुत्छस् उठ भ दिदीको आवाजले उठाए मलाई। पानी पिएँ। दिदीसित चिया चियर्स गरेर नुहाएर सन्स्क्रिन त छोड्नु भएन। निस्कियो सुभाष बुढो घरतर्फ। नाकको टुप्पोबाट पसिना चुहाउँदै पुगेँ म पूजा हुने स्थानमा। आमा भाउजू लाग्नु भएको छ रोटी बनाउन। फेरि लाग्यौँ चौरासी गरेको हजुरआमा हरिकला उपाध्यायको हातबाट बाटो उद्घाटन गर्न। पूजाको लागि रेडी भएर चिया पिएर लाग्यो पूजा गर्न। यो चाहिँ हाम्रो दाइ भाइको रमाइलो। घन्टी बजाएर आजको कर्ताको साथमा हुँदै गर्दा छोराछोरीको प्यारो अङ्कल सुभाष रमाउँदै गर्दा पूजा अनि सकियो। सकिएको केही बेरमा मण्डप त ध्वस्त फाल्नै पर्ने रहेछ। अनि रोशीका छोरीसित म लागे खाना खान। हामी परिवार भजनको आरती नाचेर सुरु गऱ्यौँ भजन।